ल साथीहरू, अब हामी यहाँबाट हिँडेको, यहाँ केटाहरू रेडी भइसक्यो, गीत बजाउँदै जानुपर्छ। एक नम्बर बजाउनु बाई बाई सिस्नेरी भन्दै अब हामी यहाँबाट लागिसक्यो। बाई बाई सिस्नेरी। रोगा लाग्ला जस्तो छ साथी हो, खत्तम हुने भयो यार। चलो मजा आयो पौडी खेलेर आज। बाटो चाहिँ पहिलाभन्दा धेरै राम्रो बनाएको छ अहिले यता चाहिँ। यस स्कुटरहरू मजाले आउँदा हुन्छ, आउन सकिन्छ। माइकले चाहिँ राम्रै काम गरेर रहेछ। मैले अघि एउटा भिडियो चेक गरेको, त्यस काम गरेर रहेछ माइकले। त्यस टेन्सन भएन माइकको लागि चाहिँ। पानी पर्ला भाइ, अघि चाहिँ पानी पऱ्यो होइन। सम्धी बाइक जम टाढा छ यहाँबाट, लगभग 50 देखि 55 किलोमिटर होला। त्यति किलोमिटर कभर गर्नुपर्छ अब हामीले। गएर मेरो त तँ जाने बित्तिकै सर्भिसिङ गर्नुपर्ने छ, ढिला गर्नु हुँदैन। सर्भिसिङ भन्ने कुरा चाहिँ गर्नुपर्छ। स्कुटरहरू देख्नु भयो नि, डियो आइरहेछ यहाँनिर, डियो। बाटो चाहिँ जस पहिलाभन्दा राम्रो भएर छ। त्यहाँतिर चाहिँ एक ठाउँमा चाहिँ पानी भएर छ। अघि गोब्रोको चाँचिदिएर चाहिँ देखाउन पाएन। अहिले जाने बेला चाहिँ चार्ज गर्दै रेकर्ड गर्न नि मिल्दो रहेछ, मिल्दा चाहिँ। त्यो एडाप्टरबाट डाइरेक्ट चार्ज गर्ने अनि रेकर्ड गर्ने हुँदो रहेछ, थाहा थिएन मलाई चाहिँ। तर गर्नु हुँदैन अहिले त्यसरी त, बिग्रिन्छ होला एडाप्टर चाँडै। आउँछ नि केटाहरू बिस्तारै। सिस्ने हामी त्यहाँ बजारमा गएर चिया खाँदै गर्दा आइहाल्छ नि। पुतले माया लाउन हो, हेरिदिउँ न त कसरी ल्याउनु। लडाउँछ अनि ठिक्क पर्छ मुनि लडामा। हातमा कन्ट्रोल छैन मुला, त्यसको हातमा कन्ट्रोलै थिएन राम्रो। त्यत्रो हेभी बाइक पनि चलाउनु नजान्ने मान्छेहरू। हामीले यस्तो एप्लिटहरू यस्तो कुदाइदिन्छ ए। तर एप्लेट पनि लास्ट कम्फर्टेबल बाइक हो यो, कति बाटो पनि छुन्छ भन्ने कुरा मात्रै हो। नभए यस्तोमा यो जस ठिकठाकै बाइक हो। मजाले कुद्छ कि यस्तोमा, मजाकै झड्कै छैन। यति आनन्दले कुद्छ नि यो बाइकहरू। सही लाग्छ हौ एप्लेटहरू। ल किन छ डट बाइक। Oh yes.
त्यो अघिको बाइक हो कि यस्तोमा सर सर कुदाउँदै लानुलाई है सक्दैन त त्यसले हाम्रो त सानोतिनो ढुङ्गाहरू त झड्का फालिदिन्छ नि त झर्छ है झर्छ कति टाढा छ अझै आइपुग्दैन नि त ल हामी चाहिँ फर्केर नै सिस्नेर आइपुग्यो अब चाहिँ ओए 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 सिस्नेर आइपुग्यो अब डाइरेक्ट मासतिर गएर भेटौँला है चार्ज छैन अहिले चाहिँ बाई बाई ल साथीहरू हामी चाहिँ अब यहाँबाट खाजा खाएर नै निस्किसकेको छ कुन ठाउँको नाम चाहिँ थाहा भएन जे होस् अगाडि हिँड है हिँड नि हिँड तर ठाउँ आम्मा बाबा कुन ठाउँको नाम चाहिँ थाहा भएन त्यो खाजा खाएर हिँडिसकेको छ हामी यहाँबाट यो दक्षिणकाली भन्दा यो 5 किलोमिटर जति वरपर होला लगभग बसिसकेपछि वाइल्ड चिसो किन तर्के कर्नरिङ हान्न मजा आउँछ खाँदै के भनेको कुर्दै कुर्दै लाने हो तर यो भिडियो एडिट गर्न यस्तो टाइम लाग्छ नि यस्तो 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 तान्दो रहेछ मुनि मुनि यो वेट भएर यत्तिकै हालिदिने जोड्ने हाल्ने हुँदैन नि यसमा त्यो यता 1 किलोको यता 1 किलोको ढक झुन्डाउनु पर्छ क्या डोर ल्याएर त्यो देखिरहेको चाहिँ सबै त्यो ललितपुर नै हो रहेछ पारिपट्टिको चाहिँ अहिले हामी हिँडिरहेको चाहिँ मकनपुर जिल्ला हो रे यो चाहिँ कहिले ल्याएको हुँदो रहेछ यो गोब्रोहरू यार केटाहरू पुरै इमर्जेन्सी पाल्दै कुदिरह दामी रहेछ है त्यो ठाउँहरू तर अहिले 90-95% चाहिँ बाटो पिच भइसकेको छ अफरोड भनेको यही मात्रै होला अफरोड भनेको यही मात्रै होला है यो अलिकति मात्रै
धेरै छ नि, यो पनि 200 मिटर जति होला जम्मा। यो एरियामा चाहिँ एकदम रिस्की हुन्छ। यो हाइसले यस्तो पेल्छ कि आफै जोगेर हिँड्नुपर्छ यस्तो ठाउँमा चाहिँ। यस्तो आउँछ यो टर्निङमा यिनीहरू। ले मतलबै छैन कि यसलाई। यो 1300 मात्रै कुद्ने हो, टर्निङमा यसले सक्दैन नि। आम्मामा यहाँ हाइस रेस खेल्न खोजिरहेको के हो? दक्षिणकाली आउनुला जस्तो लागेको थियो त। ओए टायर पड्क्यो क्या? लाइसेन्स नभएपछि यस्तो दुःख पाउँछ। ओए जम ओए जम ओए। लाइसेन्स नभएर केटाहरू घरि उसले चलाउने घरि उसले चलाउने भइरह। आऊ ल रेस हान्ने हो, रेस हान्ने हो एनएस र एफजेड। हानौँ न। यो डुप्लिकेट बाइक लिएर चाइनिज बाइक लिएर रेस खेल्न आउने जापानिज बाइकसँग। ओ सम्धि, ओ सम्धि हानेको। उसको लाइसेन्स छैन अनि एनएसहरूलाई यसले नि यस्तोमा त एनएसहरूलाई पनि बिट गर्छ कि यसले पनि। टप्न नसके पनि जस पछाडि चाहिँ हिँड्छ कि त्यो चट्टै छोडेर चाहिँ जान सकिन्न कि। पल्सर 150 NET नेट X10